नमस्ते सबैजनालाई। म परमेश्वर यादव। आज पनि हामी हिजो अगाडिको भिडियोमा डिस्कस गरेको क्वाड्रेटिक इक्वेसन जुन एससी एक्जामिनेसनमा 4 मार्क्समा सोध्छ, 4 देखि 5 मार्क्समा सोध्छ, त्यही रिलेटेड क्वेसनहरू लिएर आज हामी फेरि आएका छौँ। यो क्वाड्रेटिक इक्वेसन च्याप्टरबाट सोधिने प्रोब्लेमहरू 3 टाइपको प्राय हुन्छ। एउटा डिजिट रिलेटेड प्रोब्लेम्स, अर्को एज रिलेटेड प्रोब्लेम्स अनि अर्को एरिया एन्ड पेरिमिटर रिलेटेड प्रोब्लेम्स। आजको यो भिडियोमा हामीले डिजिट रिलेटेड प्रोब्लेमहरूलाई डिस्कस गर्छौँ। त्यसलाई इक्वेसन बनाउँदाखेरि कसरी बनाउने, नम्बरहरू दिँदाखेरि कसरी एज्युम गर्ने र सिंगल डिजिट र डबल डिजिट दुईटै टाइपको प्रोब्लेमहरू हामी डिस्कस गर्छौँ। आजको फर्स्ट प्रोब्लेम हामी सुरु गरौँ। त्यो डिजिट रिलेटेड प्रोब्लेम हुन्छ। डिजिट रिलेटेड प्रोब्लेम भनेको कस्तो प्रोब्लेमहरू हुन्छ भने हामी एकैछिन गफ गर्छौँ। पहिलो कुरो, अब यसमा हामी के बुझ्यौँ भने जस्तै नेचुरल नम्बरको कुरो आयो भने हामीलाई जहाँ के थाहा छ, नेचुरल नम्बर भनेको 1 देखि लिएर इन्फिनाइटसम्म हुन्छ। 1 2 3 4 5। अब क्वेसनमा सम अफ अ नेचुरल कन्जिक्युटिभ नेचुरल नम्बर, कन्जिक्युटिभ भनेको लगातार नेचुरल नम्बर भन्यो भने हामी के बुझ्नु पर्यो भने नेचुरल नम्बरको डिफरेन्स 1 हुन्छ। नेचुरल नम्बरको डिफरेन्स भनेको 1 हुन्छ। जस्तै 1 छ भने त्यसको कन्जिक्युटिभ लगातारको नेचुरल नम्बर भनेको 2 हो। यदि 5 छ भने त्यसको कन्जिक्युटिभ 6 हो। भनेपछि यदि यस्तै x छ भने अर्को कन्जिक्युटिभ नेचुरल नम्बर भनेको x + 1 हुन्छ। त्यसै गरी अड नम्बर भनेको हामीलाई थाहा छ 1 3 5 9 बेजोड संख्या, 7 9 यी बेजोड संख्याहरूलाई अड नम्बर भन्छौँ। अब नम्बरहरूको ग्याप हेरौँ त, कन्जिक्युटिभ अड नम्बर भनेपछि 2 को ग्याप हुन्छ। 2 को ग्याप हुन्छ हो। यो भन्नुको के हो भने यदि हामीले क्वेसनमा सम अफ 2 कन्जिक्युटिभ अड नम्बर or product of a 2 consecutive odd number, difference of a 2 consecutive odd number यस्तो छ भने यदि पहिलो odd number भनेको x हो भने अर्को x + 1 x + 2 हुन्छ। यदि हामीलाई यसलाई नि अर्को हामीले x - 2 गर्दा नि भयो। त्यसैगरी नेचुरल नम्बरमा पनि हामीले x - 1 गर्दा नि भयो। यो भनेको कन्जिक्युटिभ अड नम्बर। जस्तै यदि 5 हाम्रो छ भने फर्स्ट अड नम्बर भनेपछि त्यसपछि लगातारको अड नम्बर भनेको 7 भनेपछि 5 + 2 7 हो। त्यसैगरी यदि x भनेको हाम्रो अड नम्बर हो भने अर्को अड नम्बर भनेको x + 2 हुन्छ। त्यसैगरी हामी x - 2 गर्दा नि अड नम्बर नै आउँछ। त्यसरी गर्दा नि सेम केस हाम्रो इभेन नम्बरमा नि सम अफ इभेन नम्बर, प्रोडक्ट अफ इभेन कन्जिक्युटिभ इभेन नम्बर, product of a consecutive even number, difference of a consecutive even number भन्यो भने इभेन नम्बर भनेको 2 4 6 8 10 ल। अब यहाँ नि हेरौँ कन्जिक्युटिभ इभेन नम्बरको डिफरेन्स कतिको छ, 2 भनेपछि यदि x भनेको हाम्रो फर्स्ट इभेन नम्बर हो भने सेकेन्ड इभेन नम्बर भनेको x + 2 हुन्छ हो। जस्तै फर्स्ट इभेन नम्बर यदि 2 छ भने सेकेन्ड इभेन नम्बर कन्जिक्युटिभ इभेन नम्बर भनेको 2 + 2 हो। त्यसैगरी यदि फर्स्ट इभेन नम्बर x छ भने अर्को लगातारको इभेन नम्बर x + 2 हुन्छ। अड नम्बरमा पनि त्यही हुन्छ। अड नम्बर पनि यदि फर्स्ट इभेन नम्बर अड नम्बर 1 छ भने अर्को अड नम्बर भनेको 1 + 2 3 हुन्छ। त्यसैगरी यदि फर्स्ट अड नम्बर x - छ भने अर्को अड नम्बर भनेको x + 2 हुन्छ। तर नेचुरल नम्बरको नम्बरहरुमा लगातारको कन्जिक्युटिभ नेचुरल नम्बरको ग्याप 1 1 हुनाले यदि हाम्रो फर्स्ट नम्बर हामीले x एज्युम गरेछ भने अर्को x + 1 हुन्छ। ल यो गरिसकेपछि अब हामी डबल डिजिट बुझौँ। डबल डिजिट भनेको के हो अनि त्यसलाई हामी कसरी एज्युम गर्ने। हाम्रो 0 देखि लिएर 9 सम्म सिंगल डिजिट नम्बर, त्यसैगरी 10 देखि लिएर 99 सम्म डबल डिजिट नम्बर। अब एक्जाममा डबल डिजिटको प्रोब्लेमहरु प्राय सोधिरहेको हुन्छ। जस्तै इफ हामीले 27 भन्ने एउटा नम्बर, यसको फर्मेसन हेरौँ।
यसको फर्मेसन भनेको 10 into 2 plus 7 यो भनेको 27 भयो। अर्को जस्तै हामी 36 लियौं, यसको फर्मेसन भनेको 10 into 3 plus 6 भयो। अर्को 73 लियौं, जुनसुकै नम्बर यसको फर्मेसन भनेको यसरी फर्मेसन भए हुन्छ। 10 देखि लिएर 99 सम्म हाम्रो डबल डिजिट नम्बर हुन्छ अनि हरेक नम्बरको फर्मेसन यसरी नै हुन्छ। 27 छ भने 10 into 2 plus 7, सपोज 99 छ भने यो भनेको 10 into 9 plus 9। यहाँ हामी के हेर्न सक्छ भने 10 हरेकमा कन्स्ट्यान्ट छ, चेन्ज हुने भनेको यो 2 र 7 हो। 27 फर्म हुँदा 2 र 7 भएर चेन्ज। अब यहाँ 36 छ भने 10 कन्स्ट्यान्ट हो, 3 plus 3 र 6। यहाँ 73 छ भने 7 र 3 छ। 99 छ भने 10 into 9 plus 9 छ भने चाहिँ 99 भनेर चेन्ज भइरहेछ। अब हामीले बुझ्नुपर्ने कुरो के हो भने जस्तै यो 27 मा 2 र 7 भनेको डिजिट हो है। अब डिजिट हो ल, अब यसलाई हामी कसरी लेट गर्ने, एज्युम गर्ने? यो क्वेशनमा यो नम्बरमा हामीसँग दुईटा भेरिएबल छ, 10 भनेको कन्स्ट्यान्ट र 2 र 7 भनेको चेन्ज भइरहने, त्यही भएर 2 र 7 भनेको भेरिएबल भयो। अब यो क्वेशनमा डबल डिजिट एज्युम गर्दाखेरि त्यही दुईटा भेरिएबललाई राखेर हामी एज्युम गर्छौं। सपोज यसलाई हामी कसरी एज्युम गरेछौं भने 10x plus y भनेर हामी एज्युम गर्छौं, जहाँ y भनेको वन्स प्लेसमा छ र x भनेको टेन्स प्लेसमा छ। अब यहाँ पनि त्यही भयो, यहाँ हाम्रो x भनेको 2 भयो र y भनेको 7 भयो। यहाँ पनि त्यही हो, यहाँ पनि हाम्रो x को ठाउँमा 3 छ, y को ठाउँमा 6 छ, त्यही भएर यो के भयो भने 10x plus y। अब यहीलाई हेरौँ हामी, 10x को ठाउँमा 3, y को ठाउँमा 6, so 10 into 3 plus 6 that is 36। so हाम्रो डबल डिजिट को प्रब्लम आयो भने हामी 10x plus y लाई डबल डिजिट भनेर एज्युम गर्छौं ल। त्यो भनेको 10x plus y ल, जुनमा हामीले कुरा के मेन्सन गर्नु पर्यो भने y भनेको वन्स प्लेसमा छ र x भनेको टेन्स प्लेसमा छ। एज्युम गर्दाखेरि हामी यसरी एज्युम गर्छौं ल। अब म ल्याङ्ग्वेज नि भन्छु हामीले कसरी एज्युम गर्दा राम्रो हुन्छ। लेट टू डिजिट नम्बर be 10x plus y where x is in tens place, and y is in ones place ल। यसरी एज्युम गर्यो भने हाम्रो एज्युम गरेको टू डिजिट नम्बर यसरी हामी एज्युम गरेर हामी अगाडि बढ्छौं। अब यसैमा हामीले रिभर्स नम्बर भनेर पनि आउँछ। यही नम्बरको कन्सेप्टमा पहिला हामी कन्सेप्ट बुझौं, टू डिजिट नम्बर कसरी एज्युम गर्ने, कसरी प्रब्लम सल्भ गर्ने, त्यसपछि हामी प्रब्लममा जान्छौं। अब सपोज हाम्रो नम्बर भनेको 63 छ ल, यसको फर्मेसन भनेको 10 into 6 plus 3 हो, जहाँ हामीले के भन्यो भने यो 6 र 3 भनेको दुईटा भेरिएबल हो। अब यसलाई हामी x र यसलाई हामी y भन्यो भने यो भनेको 10x plus y भयो। ठीक छ। अब क्वेशनमा हामीले इन्भर्स नम्बर भनेर भनेको छ। अब इन्भर्स नम्बर भनेको के हो? यही नम्बरको 63 को इन्भर्स नम्बर भनेको 3 को प्लेसमा 6 आउनु र 6 को प्लेसमा 3 आउनु भनेपछि 60 को इन्भर्स नम्बर भनेको 36 भयो ल। यसको फर्मेसन हामी हेर्यौं भने कसरी भएको छ भने हेरौं त, 10 into 3 plus 6 भयो। अगाडिको क्वेशनमा 10 into 6 plus 3 थियो, that is 63। यहाँ हाम्रो यसको इन्भर्स नम्बर भनेको 6 को प्लेसमा 3 आउनु, 3 को प्लेसमा 6 आउनु, जुनले 63 को इन्भर्स नम्बर भनेको 36 भयो र यसको फर्मेसन भनेको 10 into 3 plus 6 भयो। अब हेरौं, यदि हाम्रो ओरिजिनल नम्बर भनेको 10x plus y भन्यो भने
यसको इन्भर्स नम्बर भनेको 10 into y or 10y भन्दा नि भयो 10y plus x भयो। यहाँ हामी के हेर्छौँ भने x को पहिला x वन्स प्लेसमा y थियो भने अब वन्स प्लेसमा x छ र पहिला टेन्स प्लेसमा x थियो भने अब 10 प्लेसमा y छ। यति चेन्ज गरौँ। यो भनेको हाम्रो ओरिजिनल नम्बर यो भनेको हाम्रो इन्भर्स नम्बर। ल यो भनेको हाम्रो इन्भर्स नम्बर भयो। यसरी हामीले क्वेशन कस्तो सोध्छ भने if 9 is a subtracted from an original number, a digit will be reverse or it will form inverse number. यो भनेको के हो भने यदि 63 बाट या कुनै पनि 2 डिजिट को नम्बरबाट एउटा सर्टेन नम्बर सबट्र्याक्ट गर्यो भने त्यो भनेको इन्भर्स नम्बर भन्छ। त्यसरी बुझ्नु पर्यो। यो भनेको हाम्रो 2 डिजिट नम्बरलाई एज्युम गर्ने तरिका, यो भनेको ओरिजिनल नम्बर 2 डिजिट नम्बरको कन्सेप्ट र यो भनेको इन्भर्स नम्बर है। इन्भर्स नम्बरमा के हुन्छ भने यदि हामीले जसरी अहिले कुरा गरिसक्यौं नम्बर भनेको 10x + y हो जसको वन्स प्लेसमा y छ टेन्स प्लेसमा x छ। त्यसैगरी यदि इन्भर्स नम्बर भने डिजिटहरु इन्टरचेन्ज भयो भने त्यो भनेको वन्स प्लेसमा अब x आउनु हो र टेन्स प्लेसमा y आउनु हो। अब यसमा अझै हामीले के कुरा गर्छ भने के भनेको हुन्छ भने क्वेशन कस्तो टाइपको क्वेशनहरु हुन्छ भने जस्तै सम अफ अ डिजिट इज 9 भन्दियो। त्यो भनेको के भने यदि ओरिजिनल नम्बर हाम्रो 10x + y छ जस्तै 63 लाई ल्याउन हामी 63 भनेको नम्बर हो भने यसको डिजिटको सम भनेको के हुन्छ? डिजिट भनेको 6 र 3 छ भनेपछि डिजिटको सम भनेको 6 + 3 भयो। प्रोडक्ट अफ डिजिट भन्यो भने प्रोडक्ट अफ डिजिट भन्यो भने डिजिटको प्रोडक्ट डिजिट भनेको 6 × 3 यसरी बुझ्नु पर्यो। यति कुरा बुझ्यो भने हामीले क्वेशनले मजाले बुझेर सल्भ गर्न सक्छौं। अब हामीले एउटा क्वेशन लिन्छौं त्यो क्वेशनलाई हामी सल्भ गरौँ। ल यहाँ एउटा क्वेशन छ 2 डिजिट रिलेटेड जुन लुम्बिनी प्रदेशमा 2081 सालमा क्वेशन सोधेको क्वेशनले के भन्दैछ भने इन अ पोजिटिभ नम्बर अफ 2 डिजिट नम्बर्स द प्रोडक्ट अफ अ डिजिट इज 27 when 54 is subtracted from the number the place of a digit are interchanged। क्वेशनले के भन्ने एउटा 2 डिजिट नम्बर छ जहाँ प्रोडक्ट अफ 2 डिजिट इज 27 जहाँ डिजिटहरुको प्रोडक्ट 27 छ फर्स्ट कन्डिसन। सेकेन्ड कन्डिसनमा के छ भने यदि ओरिजिनल नम्बरबाट 54 सबट्र्याक्ट गर्यो भने द प्लेस अफ अ डिजिट आर इन्टरचेन्ज डिजिटको प्लेस इन्टरचेन्ज हुन्छ जसरी अगाडि हामीले कुरा गरेका थियौं। यो भनेको क्वेशन यो एक्जाममा 5 मार्क्समा सोधेको क्वेशन हो। त्यसमा फर्स्ट क्वेशन ए नम्बरमा के भनेको छ भने इफ द डिजिट नम्बर be 10x + y then write the number obtained by interchanging the digit। यदि नम्बर 10x + y हो भने then write the number नम्बर यदि 10x + y हो भने डिजिटहरुलाई इन्टरचेन्ज गर्यो भने नम्बर कति हुन्छ? यहाँ क्वेशनमै भन्दैछ 10x + y भन्ने हो भने हामीलाई एज्युम गर्नु पर्दैन। क्वेशनमा दिएको छैन भने हामीलाई एज्युम गर्नुपर्छ। त्यसैले फर्स्ट नम्बरको एन्सर के हुन्छ भने अघि हामीले कुरा गरिसकेका छौं। कुरा गरेको कुरा के थियो भने यदि नम्बर 10x + y छ भने इन्टरचेन्ज डिजिट इन्टरचेन्ज गर्यो भने अहिले यहाँ वन्स प्लेसमा y छ टेन्स प्लेसमा x छ भनेपछि अब जुन इन्टरचेन्ज गरेको पछि जुन नम्बर आउँछ त्यहाँ वन्स प्लेसमा x हुन्छ र टेन्स प्लेसमा y हुन्छ भनेपछि आन्सर भनेको 10y + x भयो। 10y + x इज नम्बर बाइ इन्टरचेन्जिङ द डिजिट। त्यसैगरी सेकेन्ड नम्बरको आन्सरमा के भनेको छ भने मेक अ क्वाड्रेटिक इक्वेसन बाइ फर्मिङ make a quadratic equation from given verbal problem। यो जुन प्रब्लम छ यहाँबाट क्वाड्रेटिक इक्वेसन फर्म गर्ने। अब यी कन्डिसनहरुलाई युज गरेर हामी क्वाड्रेटिक इक्वेसन फर्म गर्छौं। त्यसको लागि मैले फर्स्ट क्वेशन अलिकति यो फर्स्ट क्वेशनको आन्सर मेटे र कन्डिसन के छ भने हामी यहाँ लेखौं बी नम्बरको सोलुसन। ल बी नम्बरको सोलुसनमा हाम्रो ल
फर्स्ट कन्डिसन के छ अ पोजिटिभ नम्बर अ टु डिजिट प्रोडक्ट भनेको डिजिट भनेको x र y हो है जस्तै 23 छ भने यहाँ डिजिट भनेको 2 र 3 भयो र यसको प्रोडक्ट भनेको 2 * 3 त्यसैगरी यहाँ 10x + y छ भनेपछि डिजिट भनेको x र y हो प्रोडक्ट भनेको छ भने x * y भन्नु हो र त्यो कति दिएको छ 24 यो भनेको फर्स्ट कन्डिसन ल अब फर्स्ट कन्डिसन यो अब यहाँबाट हामीले x र y को भ्यालुको टर्ममा कुनैको टर्ममा एउटा भ्यालु निकाल्दा हुन्छ है मैले यहाँबाट मैले के गरे भने x को टर्ममा भ्यालु निकाल्छु ल त्यो भनेको के हो भने y = 27 डिभाइड बाइ x मल्टिप्लाइमा छ यतापट्टि आएपछि डिभाइडमा हुन्छ यो भनेको हाम्रो फर्स्ट इक्वेसन मानौं अब सेकेन्ड कन्डिसनमा भनेको छ यदि नम्बरबाट 54 सबट्र्याक्ट गर्यो भने डिजिटहरु इन्टरचेन्ज हुन्छ भनेपछि नम्बर भनेको के हो 10x + y योबाट कति सबट्र्याक्ट गर्नु पर्यो 54 नम्बरबाट 54 सबट्र्याक्ट गर्ने के हुन्छ डिजिटहरु इन्टरचेन्ज हुन्छ भनेपछि x को ठाउँमा y आउँछ y को ठाउँमा x आउँछ भनेपछि के हुन्छ 10y + x हुन्छ ल यो सेकेन्ड कन्डिसन अब सेकेन्ड कन्डिसनलाई हामी क्वाड्रेटिकको फर्ममा लगाउन ट्राई गर्छौं क्वाड्रेटिकको फर्ममा लगाउनलाई के गर्नु पर्यो भने हामीले यहाँ y को भ्यालु अलरेडी निकालिसकेका छौं यो भ्यालु हामी यहाँ सब्स्टिट्युट गर्छौं ल त्यसै पहिला हामीले x र y लाई x लाई x तिर र y लाई y तिर लग्छौं भनेपछि 10x प्लस छ यतातिर आएपछि माइनस लेख्छौं हामी प्लस छ उतातिर गएपछि माइनस लेख्छौं 54 लाई जस्ताको त्यस्तै सो 10y - y ल 10x - x लाई हामी 9x - 54 यहाँ हामी 9y गर्छौं ल अब हामीले 9 यहाँ कमन लिन नि मिल्यो कमन लियो भने यहाँ के बच्छ x यहाँ के बच्छ 6 कमन लिनु भनेको नै के गर्नु डिभाइड गर्नु यदि यो 9x लाई हामीले 9 ले डिभाइड गर्यो भने यहाँ 1 बच्यो यो 54 लाई हामीले 9 ले डिभाइड गर्यो भने यहाँ 6 बच्छ ल त्यसैगरी अब यो 9 मल्टिप्लाइमा छ यतातिर गयो भने डिभाइड हुन्छ र हाम्रो x - 6 = 9y डिभाइड बाइ 9 हुन्छ अब 9 9 क्यान्सल हुन्छ त्यही भएर y को कोएफिसिएन्ट 1 आउँछ अब यता हामी हेरौं ल सो के लेख्न मिल्यो भने x - 6 = 11 x - 6 = 9 9 क्यान्सल भएर के बच्छ y बच्छ ल अब हामीले y को भ्यालु अलरेडी निकालिसकेका छौं जुन x को टर्ममा छ त्यसलाई हामी कसरी लेख्छौं भने y भनेको यहाँ हामीले निकालिसकेका छौं त्यो कति हो 27/x अब क्वाड्रेटिक बनाउनु पर्यो यो x डिभाइडमा छ यतापट्टि आएपछि मल्टिप्लाई हुन्छ र यो x ले यो दुईटै टर्मलाई मल्टिप्लाई गर्छ भनेपछि x * x x² - 6 * x 6x भयो त्यसपछि 27 ल यो 27 अब प्लस छ यतातिर आएपछि माइनस हुन्छ भनेपछि x² - 6x और प्लस यता आएपछि माइनस हुन्छ भनेपछि 27 = 0 ल यो भनेको क्वाड्रेटिक इक्वेसन भयो किनभने हामीले पहिलो भिडियोमा डिस्कस के गरेका थियौ यदि इक्वेसन ax² + bx + c = 0 को फर्ममा छ भने त्यसलाई हामी क्वाड्रेटिक भन्छौं ल यो बी नम्बरको आन्सर यो हो अब हामीले सी नम्बरको आन्सर फाइन्ड द नम्बर अब नम्बर फाइन्ड गर्नु पर्यो नम्बर भनेको के हो 10x + y 10x + y फाइन्ड गर्नलाई नम्बर फाइन्ड गर्नलाई हामीले पहिला x र y को भ्यालु चाहिन्छ ल त्यसैगरी अब सी नम्बरको सोलुसन तिर जाऊ सी नम्बरको सोलुसनमा फाइन्ड द नम्बर भनेको छ अब यहाँबाट x र y को भ्यालु हामीले दुई तरिकाले निकाल्न सक्छौं डिफरेन्ट मेथडहरु छ क्वाड्रेटिक युज गर्न मिल्यो फ्याक्टराइजेसन मेथड मिल्यो कम्प्लिटिङ स्क्वायर मेथड युज गर्न मिल्यो हामीले अहिले तत्कालको लागि हामी यहाँ क्वाड्रेटिक युज गर्छौं किनभने हामीले क्वाड्रेटिक पढिरहेका छौं त्यही भएर हामीले क्वाड्रेटिकको फर्मुला युज गर्छौं र सल्भ गर्छौं त्यही भएर मैले अरु अलिअलि यता मेटे म अर्को यतातिर गर्छु ल अब सी नम्बरको लागि हामीले सी नम्बरको लागि के लेख्नु पर्यो सी नम्बरको लागि
यता लेख्छु है, यता कन्फ्युजन हुन्छ। सी नम्बरको लागि हामीलाई चाहिने भनेको ठीक छ, यो हामीले साइडमा राखौँ, पछि हामीलाई चाहिन्छ y इज इक्वल टु 27/x हामीलाई चाहिन्छ। यसलाई अब मेल्टा भयो। अब सी नम्बरको सोलुसन, सी नम्बरमा हामीले क्वाड्रेटिक इक्वेसन अलरेडी हामीसँग छ, त्यो भनेको x² - 6x - 27 = 0। अब यसलाई क्वाड्रेटिक इक्वेसनसँग कम्पेयर गरौँ। यसलाई मैले इक्वेसन फर्स्ट अघि मानिसै, यसलाई सेकेन्ड मानौँ र यसलाई क्वाड्रेटिकसँग कम्पेयर गरौँ। केसँग कम्पेयर गर्ने लेख्ने, कम्पेयरिङ इक्वेसन सेकेन्ड विथ ax² + bx + c = 0। अब x² को कोएफिसिएन्ट भनेको a हो, a को ठाउँमा यहाँ कति छ 1, सो a = 1। अब bx, x को कोएफिसिएन्ट यहाँको b हो, b को ठाउँमा यहाँ कति छ -6। अब c भनेको कन्स्ट्यान्ट, कन्स्ट्यान्ट भनेको यहाँ -27, -27। अब क्वाड्रेटिकको फर्मुला युज गर्ने, त्यो फर्मुला के हो हामीले अगाडिको भिडियोमा डिस्कस गरिसकेका छौं। फर्मुलाको नाम बाइ युजिङ फर्मुला, बाइ युजिङ फर्मुला। फर्मुला भनेको x भनेको -b प्लस माइनस √b² - 4ac डिवाइड बाइ 2a। अब हामीसँग a b c सबैको भ्यालु यहाँ छ, हामी पुट गर्यौं अनि आन्सर निकाल्यौं। ल b को भ्यालु पुट गरौँ, -6 प्लस माइनस b² भनेको -6 को स्क्वायर -4 इन्टु a भनेको 1, c भनेको -27। ल डिवाइड बाइ 2a, दैट इज 2 इन्टु 1। अब हामीसँग माइनस माइनस, माइनस इन्टु माइनस प्लस भनेको 6 प्लस माइनस b² भनेपछि 6 को -6 को स्क्वायर भनेको 36। अब माइनस इन्टु माइनस प्लस भनेपछि प्लस। अब 7 जग्गा 28, 2 जग्गा 8, 2 10, 107। 27 इन्टु 4 गरौँ, 4 गरौँ, 108 आयो ठ्याक्कै। 108 डिवाइड बाइ 2 इन्टु 8 2। अब फेरि अब रुटको भित्रको सल्भ गरौँ, प्लस 36 भनेको 144, 144 भनेको 12 को स्क्वायर छ, हामीले यहाँ 12 लेख्न मिल्छ। अब एकपल्ट हामी प्लस लिने, एकपल्ट माइनस लिने। सो टेकिङ पोजिटिभ भनेपछि x = 6 + 12 डिवाइड बाइ 2, 12 + 6 18 डिवाइड बाइ 2 भनेको 9 भयो। ल यदि x को भ्यालु 9 छ भने y को भ्यालु कति हुन्छ हामीले अगाडि फाइन्ड गरिसकेका थियौं, जहाँ therefore x = 9, y भनेको कति थियो हाम्रो 27/x भनेपछि 27/9 त्यो भनेको कति हो 3। अब x 9 हुँदा y को भ्यालु कति भयो 3। अर्को नेगेटिभ भ्यालु लिऊ, टेकिङ नेगेटिभ लिए भने x भनेको 6 - 12 डिवाइड बाइ 2 भनेपछि यहाँ हाम्रो x को भ्यालु कति आयो 3 -3 आयो। ल -6 डिवाइड बाइ 3 ल -3। क्वेशनमा अगाडि नै भनेको थियो इन अ पोजिटिभ नम्बर। अब पोजिटिभ नम्बर भनेको छ भने यदि हामीले x र y को भ्यालु यदि नेगेटिभ लियो भने हाम्रो नम्बर के आउँछ नेगेटिभ आउँछ। त्यही भएर हामीले पोजिटिभ नम्बरलाई मात्रै कन्सिडर गर्छौं, यहाँ नेग्लेक्ट लेख्ने। पोजिटिभ नम्बर भनेकोले गर्दा हामी पोजिटिभ नम्बर मात्रै एक्सेप्ट गर्छौं। र लास्टमा हेन्स नम्बर इज, म अलिकति माथि लेख्ने, ठाउँ कन्जस्टेड भएर अलिकति माथि लेख्छु। यति सल्भ गरेपछि हामीसँग x र y को भ्यालु आइसकेपछि हाम्रो नम्बर भनेको कति छ हामीले लेट गरेको सुरुमा 10x + y। 10x + y भनेको अब x को भ्यालु आइसकेको छ, x को भ्यालु कति हो 9 अनि y को भ्यालु कति हो 3 भनेपछि 10 * 9 90 + 3 भनेको 93। सो अब आन्सर भनेको कति हो हेन्स द टू डिजिट positive number
इज 93। ल यति गरेपछि हाम्रो 5 मार्क्स ग्यारेन्टी। आजको लागि यति नै, धन्यवाद।